पैसा बोक्नुको मजै छुट्टै छ कि हैन लुफी? हो कि हैन? तिमीलाई पनि नाना चाहियो? खोल्यो गाइस, बल्ल जाम खोल्यो। ए हजुर, एउटा सपिङ चाहिँ सक्यो गाइस, अर्को सपिङ बाँकी छ यार। लेडिजको होला हैन सबै। गाह्रो छ केटा, गाह्रो छ। 4100 को सपिङ। के हो यो? कहाँ आइपुग्नु मेरो लाउँदैन? ओए डल्लो डल्लो देखिन्छ त। ल बोल्ती बन्द भयो? मेरो मम्मी है गाइज, मेरो मम्मी यहाँ रहेछ। डुक हेर्नु त। Episode 31. क्राउ दसैँ लाग्यो, दसैँ ल मा पैसा टल्किरहेछ त, पुरै टल्किरहेछ। दसैँ लागिसक्यो। मलाई चाहिँ यस्तो छ मेरो चाहिँ तालमेल। मलाई चाहिँ लागेको छ कि छैन हो? 40-50 हजार दसैँमा भने अब यो जति मजा, यो जति के अरे पुगुलीलाई सपिङ गर्नु लग्दिन आँट्यो। यो चाहिँ खास खत्तम। हिजो सपिङ गरिदिनु भनिरहेको थियो, अनि सपिङ गरिदिनु जानु आँटेको है। अब मलाई चाहिँ दसैँ लागिसक्यो, हजुरहरूलाई चाहिँ लागेको छ कि छैन? अनि यो पालि चाहिँ अब मुस्ताङ त भइगयो होइन, किनभने अब पहिरो सहिरो गएर एकदमै बाटोको अवस्था नाजुक छ, त्यही भएर मुस्ताङ चाहिँ गइभइएन। सो नेक्स्ट टाइम जाउँला। अब मुस्ताङ जाने पैसाले दसैँ सपिङ गरिदिन्छ, म चाहिँ गर्दिनँ, पुगुलीलाई गराइदिन्छु। अनि अर्को भनेको के भयो भन्दाखेरि, अर्को भन्दाखेरि मैले बाइक चाहिँ बेचिसकेको, त्यो मेरो जुन पुरानोवाला बाइक थियो नि, त्यो चाहिँ मैले यसो बेचिसकेँ गाइस। अर्को नयाँ बाइक चाँडै आउँछ, सकेसम्म म चाँडै ल्याउने कोसिस गर्छु। सो यो पालि चाहिँ भव्य नै बाइक आउँछ क्या, मतलब यो पालि चाहिँ राम्रै किन्छु अलिक कतिले, त्यसपछि चाहिँ अनि किन्दिनँ अरू भन्ने सोचिरहेको छु। अब हेर्छु म कुन मिल्छ, कुन अलिकति मलाई कम्फर्टेबल हुन्छ, म त्यही किन्नु आँटेको। पैसा बोक्नुको मजै छुट्टै छ कि हैन लुफी? हो कि हैन? तिमीलाई पनि नाना चाहियो? ल हाम्रो लुफीलाई पनि नाना ल्याइदिनुपर्छ। हाम्रो लुफीलाई पनि जाडो महिनामा नाना ल्याइदिनुपर्छ है त। So hello everyone, what's up? Hope you guys are fine. It's me, Mickey Vlog, and स्वागत छ हजुरहरूलाई आजको मेरो नयाँ भ्लगमा। सो पहिला सुरु चाहिँ सबैजनालाई ह्याप्पी दसैँ। चाहिँ त बच्चा बेला लाग्थ्यो क्या, अहिले त अलिकति कस्तो लाग्यो हो कि नलाग्यो हो त्यस्तै टाइपको हुन्छ। अब के गर्नु, अलिकति जिम्मेवारी यताउति अब स्ट्रगल गर्ने मान्छे भइसकेपछि चाहिँ गाह्रो रहेछ। यताबाट जानुपर्ने थियो है। त्यस्तो भएपछि चाहिँ अलिकति गाह्रो हुँदो रहेछ। अब पुकुलीलाई सपिङ गराइदिनु पर्यो, मेरो ढुङ्गुली पुङ्गुली पुटुलीलाई। के गर्नु, मेरो पुकुलीलाई सपिङ गराइदिने हो दसैँको। म चाहिँ गर्दिनँ, म त अलवेज बबाल हो। कन्भर्स टिलिक्क टल्काएर हिँडिरहेको छु होइन, मलाई त पर्दैन। म त बाइकको लागि यसो पैसा बनाइरहेको छु। सो गाइज अब आम्पाका बाइक पनि बेचिहाल्यो होइन। अब बेच्नु त बेच्यो चाँडै, तर किन्ने पो कुन किन्ने, कतिको किन्ने भइरहेछ क्या। मलाई चाहिँ अलिकति हल्का टेन्सन भइरहेछ होइन। सो अलिकति टाइम पनि लाग्न सक्छ बाइक आउनु चाहिँ, नो वरिज, तर आउनु चाहिँ आउँछ। पनि लागिसक्यो। अब कहिले हो फुलपाती? सोमबारदेखि होइन। चाडबाड पनि लागिसक्यो। अलिकति सेफली हिँड्नु होला, सेफली राइड गर्नु होला, किनभने दसैँ हुँदी चाहिँ अलिकति दशहराहरू भइरहेको हुन्छ क्या। म त सपिङ गर्ने चाहिँ होइन, त्यही कपाल सपाल काट्नुको लागि चाहिँ उता जान आँटेको। म त फेरि कपाल काट्नु पनि गङ्गोबु पुगिदिन्छु क्या, साँच्ची भने हो गाइज, गङ्गोबु पुगिदिनु आँटेको। तर यो फर्स्ट टाइम हो, कस्तो काट्छ चाहिँ थाहा छैन। त्यहाँ एउटा जस्ट मैले टिकटकमा चाहिँ देखाएको हो होइन, बबाले काट्छ अलिकति। अब अलिकति प्रोफेसनल मान्छेहरू पनि आउनुहुन्छ, सो अलिकति राम्रै काट्नुहुन्छ भन्ने आशा लिएर चाहिँ गइरहेको छु होइन। किनभने मलाई चाहिँ कपाल भनेपछि चाहिँ फेरि एकदमै उयो हो क्या, एकदमै मिल्ने, आफूले भने जस्तै चाहिन्छ क्या। कपाल पनि काटेको छैन, अघि भिडियोमा पनि देख्नुभयो होला कति लामो भएको छ मेरो कपाल होइन। टायरै घुमेर कस्तो हिलो, कस्तो बाटो बिगारेर। ए हजुर, यही राख्नु आँट्यो। त्यही यहाँ राख्नु पऱ्यो स्कुटर। एकछिन त्यहाँ पैसा लिनुपर्ने सक्यो, त्यो के भन्छ
जाउँ है जाउँ सपिङ गर्न जाउँ दसैँ आइसक्यो अब नाना लगाउनु जाउँ एहे रह नहीं जाता कस्तो हिलो हिलो भयो क्या खुट्टामा छ्या सर चाहिँ हामी सपिङ गर्नु जाने प्लान भएको छ सपिङ किनभने उता कपाल काट्ने ठाउँ चाहिँ 10 बजी मात्र खोलिन्छ त्यही भएर हामी पहिला सपिङ गर्नु जान्छौँ सपिङ पनि 2 ठाउँमा गर्नु छ 2 ठाउँमा के एक ठाउँमा मात्र हो र 2 ठाउँमा सपिङ गर्नु छ कता जाने रे पहिला सुरु उडी चुप्पा 99 सप भने हो अब खै के हो त्यो त मलाई पनि थाहा छैन लायो मनको रहर पिरती बोकेर तिमीसँगै जिउ खोल्यो गाइस बल्ल जाम खोल्यो 99 उ गरेर बल्ल बल्ल खोल्यो जम 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 बस्नु भयो हुँदैन लायो सपिङ गर्नु हतार भइसक्यो बाडा छोडो रे छोडा क्राउ जस रमाइलो छ बिहान बिहानै कुदाउनु चाहिँ मजा आउने रहेछ एकदम शीतल है शीतल हावा खाँदै खाँदै अब यसरी यहाँ उडी के छ कि होइन कता देख्नुभयो उडी उडी चुप्पा ए मैले देखेँ पुरानो छ त हौ बोर्ड त पहिलाकै हो क्या कता हो पाका उडी उडी चुप्पा उता छ खोल्या छैन जस्तो छ कि यही भयो पोखरीको सपिङ त यहाँ भव्य भइरहेछ सकाउने भयो के को बोयफ्रेन्ड चाहिन्छ यतिको यो दुईटा पनि हो रे है गाह्रो छ केटा गाह्रो छ 4100 को सपिङ पुकुलीको मेकअपको मात्र के 4100 को एउटा सपिङ चाहिँ सक्यो गाइस अब यहाँ पार गरिदिनु पर्यो एकछिनलाई अर्को सपिङ बाँकी छ यार लेडिजको होला होइन सबै कता उल्टो हो कि सुल्टो हो यो 20 र 26 मा देख्नु के चाहिँ 30 कतिको छ 36 भयो यो एउटाको साइज यसको साइज कता छोड्नु यहाँबाट पनि सपिङ भइसक्यो 2 ठाउँबाट सपिङ हामीले गरिसक्यौँ अब मेरो काम बाँकी छ उता कपाल काट्न जाने अनि अरू भनेको त यस्तै हो होइन अनि मम्मीकोमा पनि छिर्छु भनेर चाहिँ भनिरहेको छु है अब बिचरा मम्मीले पनि अब दसैँ लागिसक्यो छोरा किन आएन भन्दै होला नि त्यही भएर मम्मीकोमा पनि जान्छु म अनि त्यसपछि चाहिँ सिधै यता आएर अफिस जानुपर्ने हुन्छ यहाँदेखि यहाँभित्र हो मम्मी के गर्दै हुनुहुन्छ होला के हो यो कहाँ आइपुग्नु मेरो लाउँदैन ओए डल्लो डल्लो देखिन्छ त ल बोल्नु के भन्नु भएको यो क्यामेरा हो क्या ल बोल्ती बन्द भयो मेरो मम्मी है गाइज मेरो मम्मी खाइयो खाजा साजा अनि यसो अब यसो मम्मीलाई ल मम्मी एकदम ल बसिराख्नु अब के खानु मन लाग्छ खानु होइन त्यो अरूलाई चाहिँ खुवाउने होइन है चुचो हो यो ल मम्मी बाबाई मम्मीसँग पनि भेट्यो अब दसैँ लागेको भएर चाहिँ हल्का यस्तो खानु भएको छ होइन त्यसलाई चाहिँ नराम्रो नसोचिदिनु होला अब यस्तै हो दसैँमा सबैले खानुहुन्छ होइन त्यही माथि मेरो मम्मी पहिला पनि अलिअलि खानुहुन्थ्यो सो त्यही भएर चाहिँ खाएर बस्नु भएको रहेछ केही छैन जस रमाइलो लाग्यो खुसी हुनुभयो अब कपाल काट्न जानु छ गाइज कपाल काटेपछि हामी सिधै फेरि पुगुलीले मलाई कपडा किनिदिने भने होइन कपडा किनिदिने भन्नु भएन किन्ने हो भन्छ त यो मैले पनि देखाएको छैन फर्स्ट टाइम जान आँटेको यहाँ रहेछ ओपन त ओपन छ
आम्मा मैले बाइक बेचेको चाहिँ यसकै लागि है, यसकै लागि हो, यही बाइकको लागि। तर अलिकति टाइम लाग्छ होला किनभने पैसा अहिले अलिक बजेट कम छ। लेट्स गो। फाइनली हामी आइसक्यौँ हिमालयन बार्बरमा। यहीँ हो, टिकटक देखेरै आएको हो। अब हेरौँ कस्तो हुन्छ। स्लाइड अन द मान्छेहरू बुकिङ गरेर आएको कि यतिकै आएको यार, धमाधम आइरहेछ यार। बुकिङ गर्नुपर्छ रे साथीभाइ हो यहाँ त। तरिका तनाव भयो, यत्रो पर आयो थाहा भएन, अब के थाहा त होइन। यहाँ चाहिँ नभ्याइने भयो अहिले होइन, अब पछि हेरौँला बरु। यहाँ अफिसदेखि म झन् बिदा लिली आएको होइन, अब तलैतिर काट्नु पऱ्यो। मामपाको तर अलिकति एक्सपेन्सिभ रहेछ यार गाइज। ओहो 450 रे नर्मल हेयर कटको होइन। योपालि दसैँको सपिङहरू पनि खत्रै भयो।